जय मसिह यहाँहरू सबैजनालाई फेरि पनि यो 30 दिने सन्देशमूलक भिडियो श्रृङ्खला भाग 3 मा तपाईलाई स्वागत छ र तपाईहरुको माझमा आज पनि परमेश्वरको जीवित सन्देश लिएर आएको छु। आजको सन्देश छ क्षमाको शक्ति। मुख्य बाइबल पद मत्ती 6 को 14 र 15 मा यस्तो लेखिएको छ, यदि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले पनि तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। के तपाईको मनमा अझै पनि कसैप्रति रिस, पीडा वा घाउ छ? के तपाईलाई कसैले यति धेरै दुःख दिएको छ कि क्षमा गर्न गाह्रो भइरहेको छ? आज परमेश्वरको वचनले सिकाउँदछ, क्षमा गर्नु कमजोरी होइन, यो विश्वासको शक्ति हो। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, क्षमा गर्नु संसारको दृष्टिमा सजिलो कुरा होइन। कसैले धोका दियो, अपमान गर्यो वा दुःख दियो भने हाम्रो स्वभाव बदला लिन चाहन्छ। तर येशूले हामीलाई फरक बाटो सिकाउनु भयो, क्षमा गर्ने बाटो। बाइबलमा योसेफ यसको सुन्दर उदाहरण हुन्। उनका आफ्नै दाजुभाइहरूले उनलाई दास बनाएर बेचिदिए। उनले धेरै दुःख भोगे, तर पनि मिश्र देशको शासक बनेपछि बदला लिएनन्। बरु उनले भने, तिमीहरूले मेरो विरुद्धमा खराबी सोच्यौ, तर परमेश्वरले त्यसलाई भलाइमा परिवर्तन गर्नुभयो। उत्पत्ति 50 को 20 मा पाउँदछौँ। योसेफले क्षमा गरे, त्यसैले उनको परिवारमा पुनः एक भयो। यदि उनले बदला रोजेका भए परिवार टुक्रिन्थ्यो। हामीले पनि एउटा कुरा सम्झनु पर्छ, रिस र घृणा बोकेर हिँड्नु भनेको तातो कोइला हातमा समातेर अर्को मानिसलाई हाल्ने प्रतीक्षा गर्नु जस्तै हो। सबैभन्दा पहिले हाम्रो आफ्नै हात जल्छ। त्यसरी नै क्षमा नगर्दा सबैभन्दा धेरै चोट हाम्रो आफ्नै हृदयले पाउँदछ। येशू ख्रीष्टले त झन् क्रुसमा झुन्डिँदै पनि भन्नुभयो, पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गरिरहेका छन् जान्दैन। लुका 23 को 34 मा यो कुरा पाउँदछौँ। यदि येशूले उहाँलाई क्रुसमा चढाउनेहरूलाई क्षमा गर्नुभयो भने उहाँका अनुयायी भएका हामीले पनि क्षमा गर्न सिक्नुपर्छ। क्षमा गर्नु भनेको गलत कामलाई सही भन्नु होइन। क्षमा गर्नु भनेको न्याय परमेश्वरको हातमा छोडेर आफ्नो हृदयलाई स्वतन्त्र बनाउनु हो। आजको चुनौती, आज तपाईलाई चोट पुर्याएको कुनै एक व्यक्तिलाई सम्झनुहोस्। उसको नाम लिएर परमेश्वरसँग भन्नुहोस्, प्रभु, म आज उसलाई क्षमा गर्ने निर्णय गर्छु। अनि प्रार्थनामा परमेश्वरसँग भन्नुहोस्, हे स्वर्गीय पिता, तपाईले मलाई असीमित रूपमा क्षमा गर्नुभयो, मलाई पनि अरूलाई क्षमा गर्ने हृदय दिनुहोस्। मेरो मनबाट सबै रिस, घृणा र तितोपना हटाइदिनुहोस्। तपाईको प्रेमले मेरो हृदय भरिदिनुहोस्। येशूको नाममा प्रार्थना गर्दछु, आमेन। जय मसीह।